देशले मागेको छ कुनै अर्को शहीद, न अब मागेको छ कुनै रगतको क्रान्ति। यो देशले अब माग्दैछ आर्थिक क्रान्ति, यो देशले अब माग्दैछ मानसिक क्रान्ति अर्थात् आमा क्रान्ति। नमस्कार। धेरैले सोध्ने गर्नुहुन्छ के नयाँ आउँदैमा देशको सबै समस्याको समाधान हुन्छ? के देशले काचुली नै फेर्छ त? यसको उत्तर हो जे पनि हुन सक्छ। देशले राम्रो बाटो लिने या पहिलेकै अवस्थामा फर्किने दुवै चान्स छ, अर्थात् 50-50% चान्स छ। तर यदि हामीले पुरानोलाई नै ल्याएको भए देशले पुरानै बाटो औल्याउने 100% चान्स थियो, जसलाई प्रुभेन फेलियर भनेर भनिन्छ। अब नयाँलाई रोज्नु भनेको पोसिबल फेलियर हो। त्यहाँ राम्रो हुने र नराम्रो हुने 50-50% चान्स छ। तर अहिलेको समयमा देश जुन अवस्थामा उभिएको थियो, जुन संक्रमण कालबाट देश अगाडि बढिरहेको थियो, देशले रिस्क लिएरै भए पनि पोसिबल फेलियरको बाटो लिनुपर्ने थियो र त्यही बाटो हामी सबै नेपालीले लिएका छौं। अब नेपाली जनताले त आफ्नो कर्तव्य पूरा गरिसकेको छन्। अब कर्तव्य पूरा गर्ने पालो अब बन्ने नयाँ सरकारको। त्यसकारण यसै भिडियो मार्फत एउटा सन्देश म अब बन्ने सरकार र बालेनलाई दिन चाहन्छु। प्रिय बालेन, हामी सबैको नजर तिमीमा अड्केको छ। हामी चाहन्छौ यसपटक तिमीले जित। हामी चाहन्छौ यसपटक हामी जस्ता लाखौं युवाहरू लिएर नेपालीले जितुन्। हामी चाहन्छौ यसपटक यो देशले जितोस्। तर त्यो जित निकाल्न त्यति सजिलो भने पक्कै छैन। तिमीले यसपटक आफूले आफूलाई लिक्वा न्यू जस्तै दृढ बनाउनु पर्ने हुन सक्छ। यसपटक तिमीले आफूले आफूलाई नेल्सन मण्डेला जस्तो धैर्यवान बनाउनु पर्ने हुन सक्छ। र सबैभन्दा ठूलो कुरा, तिमी आफूले आफूलाई नै विकसित र परिष्कृत स्वरूपको बनाउनु पर्ने हुन सक्छ। इतिहास साक्षी छ, 1960 को दशकमा दक्षिण कोरिया नेपाल भन्दा गरिब थियो। तर त्यहाँको दूरदर्शी लिडरशिपको कारणले गर्दाखेरि, इमानदार शक्तिशाली भिजनरी लिडरशिपको कारणले गर्दाखेरि आज त्यो देशको अर्थतन्त्र नेपाल भन्दा 30 गुणा ठूलो छ। त्यसकारण यदि इमानदार र भिजनरी लिडरशिप आउने हो भने, एउटा दूरदर्शी लिडर यो देशले पनि पाउने हो भने, यो देशको पनि भविष्य बदलिन सक्छ। म विश्वास लिन चाहन्छु अब यो देशले बिस्तारै काँचुली फेर्नेछ। म विश्वास लिन चाहन्छु अब बन्ने सरकारले आफूले आफूलाई दायाँ बायाँ नहल्झाइकन यो देशलाई निर्माण गर्नको निम्ति अगाडि बढ्नेछ। अबको 5 वर्षमा के गर्ने हो स्पष्ट भिजन बनाएर अगाडि बढ्छ र त्यो भिजन अनुसार सबैभन्दा ठूलो कुरा एक्सनमा जानेछ। यसभन्दा अगाडि पनि भिजन नबनाएका होइनन्, यसभन्दा अगाडि पनि सपना नदेखाइएको होइन। तर त्यतिखेर सपना अनुसारको एक्सनमा गइएन, त्यसलाई कार्यान्वयन गर्न गइएन। कुनै पनि भिजन विदाउट एक्सन एउटा इमेजिनेसन मात्र हुन्छ, एउटा मिठो कल्पना मात्र हुन्छ। अब बन्ने सरकारले त्यसलाई मिठो कल्पना मात्र नबनाओस्, यसलाई साँच्चै एक्सनमा लिएर जाओस् र साँच्चै यो देशको अनुहारलाई बदलियोस्। कुनै पनि चीज हिजो जस्तो चल्नेवाला छैन। काँचुली फेर्ने हो, सर्लक्कै काँचुली फेर्ने हो। सर्लक्कै काँचुली फेर्नका लागि भनेर नेपाली जनताले हामीलाई त्यो अभिमत दिएका हुन्। हामी कानुन बनाउन आएका हौं। कानुन बनाउने अबको यो भिडियोमा म त्यस्ता 10 कामहरूको चर्चा गर्न चाहन्छु जसलाई इमानदारपूर्वक अबको बालेन सरकारले गर्छ भने, त्यसलाई इनिसिएसन लिएर अगाडि बढ्छ भने यो देशको रूपान्तरण भएर छोड्छ, यो देशको कायाकल्प भएर छोड्छ। तपाईँ हाम्रै पालामा यो देश समृद्धिको शिखरमा पुगेर छोड्छ। इतिहासले यस्तो सुनौलो मौका एक युगमा एक पटक दिन्छ र यो मौका आएको छ अब बन्ने सरकारलाई। यदि रवि र बालेन एकजुट हुने हो भने अब आउने 5 वर्षमा अब आउने सरकार पार्टीको झमेलामा नफस्ने हो भने, रविले पनि गणेशमान जस्तो त्याग अब आउने 5 वर्षसम्म देखाउने हो भने, बालेन शाहले पनि आफूले आफूलाई मनमोहन अधिकारी जस्तो विकास प्रेमी नेता बनाउने हो भने यो देशमा रूपान्तरण हुन सम्भव छ। यो देशलाई स्विजरल्यान्ड बनाउनु पर्दैन, यो देशलाई सिंगापुर पनि बनाउनु पर्दैन।
यो देशलाई नेपाल जस्तो बनाए पुग्छ र अब आउने सरकारले यी 10 वटा कामहरू इमानदारपूर्वक गर्यो भने आफ्नो भिजनलाई साँच्चै काममा उतार्यो भने अब यो देश रूपान्तरण हुन सम्भव छ। इतिहासले एउटा त्यो मौका हामी सबैलाई दिएको छ। यी यस्ता 10 सङ्कल्पहरू हुन् जसले साँच्चै यो देशको नेपालको तस्बिर बदल्न सक्छ। अब बन्ने सरकार गठन हुने बित्तिकै यो सरकारले गर्ने पहिलो प्रमुख काम भनेको सरकारी सेवाहरूलाई लाइनबाट अनलाइनमा लिएर जाने हो, डिजिटलाइज गर्ने हो। तपाईँ हामी सेवाग्राहीहरूले सरकारी सेवा लिँदाखेरि त्यहाँ कुनै पनि मिडलम्यान नहोस्। तपाईँले सरकारी कार्यालयबाट कुनै पनि किसिमको सेवा लिनको निम्ति तपाईँले आफ्नो घर छेउमा भएको कुनै पनि नेताहरूको ढोका ढकढकाउनु नपरोस्, उनीहरूको सामु हार गुहार गर्नु नपरोस्, बिन्ती भेट गर्नु नपरोस्। त्यो अवस्था अबको सरकारले बनाउनु पर्ने हुन्छ। कुनै पनि किसिमको सरकारी कामहरू, चाहे त्यो राहदानी बनाउने होस्, चाहे त्यो नागरिकता बनाउने होस्, चाहे त्यो मालपोतको कामहरू होस्, त्यो सबै कामहरू अनलाइनबाट हुने व्यवस्था अबको सरकारले बनाउनुपर्छ। एउटै एप बनाएर त्यही एपबाट सबै कामहरू गर्ने व्यवस्था अबको सरकारले गर्न सक्नुपर्छ। त्यस्तै गरी महत्त्वपूर्ण दस्तावेजहरूलाई सुरक्षित राख्नको निम्ति ब्लकचेन जस्तो व्यवस्था पनि अबको सरकारले गर्नुपर्छ। त्यस्तै कामलाई चुस्त दुरुस्त छिटो छरितो र इफिसियन्ट ढङ्गबाट गर्नको निम्ति एआई को प्रयोग पनि अबको सरकारले गर्न सक्नुपर्छ। आउनुहोस् तपाईँ हामी पनि यो सरकार सँगसँगै एउटा ठुलो सपना देख्ने जमर्को गरौँ, एउटा ठुलो लक्ष्य बनाउने जमर्को गरौँ। नेपालसँग भएको विभिन्न सम्भावनाहरूमध्ये अर्को एउटा सम्भावना भनेको योसँग भएको विद्युत ऊर्जा हो। यदि हामीले चाह्यौँ भने, यदि यो सरकारले तत्परता देखायो भने नेपाललाई यो सरकारले साउथ एसियाकै पावर हाउस बनाउन सक्छ हाइड्रो पावर मार्फत। हामी भन्ने गर्छौँ नि, खाडी मुलुकहरूसँग त तेल छ, हामीसँग के छ भनेर। नेपालसँग भएको तेल भनेकै यहाँको पानी हो। तर अफसोस नेपाल संसारकै दोस्रो धनी जलस्रोतमा भए पनि हरेक दिन हजारौं मेगावाटको विद्युत क्षमता यहाँ खेर गइराखेको छ र त्यो अपर्च्युनिटीलाई ग्र्याब गर्ने काम अबको सरकारले गरोस्। अबको 5 वर्षमा रियलिस्टिक तरिकाले यो सरकारले 15,000 मेगावाट विद्युत उत्पादन गर्ने आधारशिला तयार पारोस्। यदि त्यो आधारशिला तयार पार्न सक्यो भने विश्वास गर्नुस्, यो देशको कायाकल्प हुन सक्छ। यसले सम्पूर्ण देशलाई नै परिवर्तन गर्न सक्छ। किनकि नेपालसँग भएको सेतो सुन, व्हाइट गोल्ड भनेकै त्यो विद्युत ऊर्जा हो। यो देशको भविष्य बदल्ने अर्को क्षेत्र भनेको हामी सबैलाई थाहा छ, नेपाल एउटा कृषि प्रधान देश हो। तर अफसोस यो देशमा अहिले पनि 60% भन्दा बढी मान्छेहरूले कृषि पेशा अपनाएका छन्। तर यो पेशा निर्वाहमुखी मात्र भएको छ। जबसम्म यो पेशालाई व्यावसायिक बनाउन सकिँदैन, प्रविधि मैत्री बनाउन सकिँदैन, यो पेशाबाट हामीले धेरै फाइदा लिन सक्दैनौँ। त्यसकारण अब बन्ने सरकारले 60% भन्दा बढी मान्छेहरूलाई घटाएर 30% मा झार्नु पर्यो। बाँकी 30%लाई विभिन्न सिपमूलक तालिमहरू दिएर अरू क्षेत्रमा लगाउन सक्नु पर्यो र साथै कृषिलाई व्यावसायिक बनाउन सक्नु पर्यो, प्रविधि मैत्री बनाउन सक्नु पर्यो। हरेक स्थानीय ठाउँमा चिस्यान केन्द्रहरू, कोल्ड स्टोरहरू बनाउनु पर्यो, प्रशोधन केन्द्रहरू बनाउनु पर्यो। अनि मात्र यो कृषिबाट हामीले यो देशले धेरैभन्दा धेरै फाइदा उठाउन सक्छ। नेपाल भौगोलिक रूपमा निकै सानो भए पनि प्राकृतिक रूपमा एउटा वरदान पाएको देश र नेपालसँग भएको अर्को एउटा प्रचुर सम्भावना भनेको पर्यटन व्यवसाय। तर विडम्बना के छ भने हामी कम्पेयर गरौँ हामी जस्तै अर्को एउटा देश स्विजरल्यान्डसँग। प्राकृतिक सौन्दर्यको हिसाबले हेर्ने हो भने नेपाल स्विजरल्यान्ड भन्दा कुनै पनि एंगलबाट कम छैन। तर वार्षिक रूपमा स्विजरल्यान्डमा 2 देखि 3 करोड पर्यटकहरू भित्रिँदा नेपालमा केवल 10 देखि 12 लाख मात्र पर्यटकहरू भित्रिन्छन्। यति ठुलो ग्याप किन छ त?
अझ नेपालको लागि अवसर के छ भन्दाखेरि नेपालको दुवैतर्फ संसारको सबैभन्दा बढी जनसङ्ख्या भएका राष्ट्रहरू छन्। तर पनि किन हामीले पर्यटक भित्राउन सक्दैनौँ? यसको उत्तर हो हामीसँग त्यो सुविधाहरू छैन, त्यो पूर्वाधारहरू छैन, सजिलो छैन, कन्भिनियन्स छैन त्यो पर्यटकहरूलाई भित्राउनको निम्ति। अब बन्ने सरकारले अहिले भएको सङ्ख्यालाई 5 गुणा बढाउन सक्यो भने, वार्षिक रूपमा 50 लाख पर्यटक भित्राउन सक्यो भने यो क्षेत्र पनि देशको ठुलो आम्दानीको स्रोत बन्न सक्छ। त्यसको निम्ति अब बन्ने सरकारले सोही अनुरूपको पर्यटकलाई आकर्षक गर्न सक्ने पूर्वाधारहरू बनाउन सक्नु पर्यो, सेवामा गुणस्तर बढाउन सक्नु पर्यो, नेपाललाई संसारभरि प्रमोट गर्न सक्नु पर्यो र सबैभन्दा बढी नेपाललाई इन्डियामा र चाइनामा प्रमोट गर्न सकियो भने पनि थुप्रो पर्यटकहरू वार्षिक रूपमा हामीले भित्राउन सक्छौँ। यसको बारेमा पनि छुट्टै एउटा एपिसोड म पछि बनाउनेछु। अब यो नेपाललाई बनाउने महाअभियान अन्तर्गतको अर्को महत्त्वपूर्ण पिलरको बारेमा कुरा गरौँ। के तपाईँलाई थाहा छ हाम्रो देशले हरेक वर्ष 12 अर्ब अमेरिकी डलर बराबरको आयात गर्छ र यसको निर्यात केवल 1 अर्ब अमेरिकी डलर छ। अर्थात् हरेक वर्ष हाम्रो व्यापार घाटा 90% भन्दा बढी छ र जबसम्म हामीले यो व्यापार घाटालाई कम गर्न सक्दैनौँ तबसम्म नयाँ नेपालको तस्बिर हामीले निर्माण गर्न सक्दैनौँ। त्यसकारण अबको दिनमा अब आउने सरकारले र सरकारले मात्र नभएर त्यहाँ भित्र भएका नेपालभित्र बस्ने नयाँ उद्यमीहरूले, संसारभरि भएका डायस्पोरा नेपालीहरू सबै मिलेर एउटा सङ्कल्प गर्नुपर्नेछ। स्टार्टअपको एउटा आँधी ल्याउनु पर्नेछ। मेक इन नेपालको एउटा महाअभियान नै चलाउनु पर्नेछ। नेपालभित्र यस्ता उद्योग कल कारखानाहरू हामीले निर्माण गर्नुपर्छ। साना तथा मझौला उद्योगहरू हामीले स्थापना गर्नुपर्छ। त्यसमा सरकारले पनि नयाँ नीतिहरू ल्याउनुपर्छ। सरकारले पनि उद्यमीहरूलाई आकर्षित गर्नको निम्ति, युवा उद्यमीहरूलाई आकर्षण गर्नको निम्ति, नयाँ स्टार्टअपहरू सुरुवात गर्नको निम्ति प्रोत्साहन गर्नुपर्छ र हरेक वर्ष यो व्यापार घाटालाई घटाउँदै लिएर जानुपर्छ। अनि मात्र यो देश साँच्चै बन्न सक्छ, अनि मात्र यो देशले साँच्चै अनुहार फेर्नेछ। प्रिय साथीहरू, अब बन्ने सरकारले गर्ने अर्को महत्त्वपूर्ण 5 कामहरूको बारेमा छुट्टै भिडियो लिएर म चाँडै नै आउनेछु। आजको भिडियोबाट बिदा लिनुभन्दा पहिले एउटा स्पष्ट सन्देश के दिन चाहन्छु भने यो देशलाई बनाउने तपाईँ हामीले नै हो। जबसम्म तपाईँ हामीले नै यो देशलाई बनाउने भनेर कम्मर कस्दैनौँ तबसम्म यो देश बन्नेवाला छैन। तर यदि साँच्चै अब बन्ने सरकार हामी सबैजना कम्मर कसेर लाग्ने हो भने, दृढ सङ्कल्प लिएर, दृढ इच्छाशक्ति लिएर, विल पावर लिएर अगाडि बढ्ने हो भने र सोही अनुरूपको काम गर्ने हो भने यो देशको भविष्य बदलिन सक्छ। यो देशले नयाँ अनुहार फेर्न सक्छ। हामी सबैलाई र यो देशलाई अग्रिम शुभकामना छ।